साथीहरु मैले चाहिँ यहाँ तपाईहरुलाई एउटा सानो क्लिप राखेको छु है। यो भिडियो हेर्नुस् हैन। अनि यो भिडियो चाहिँ कहाँको हो त भन्दाखेरि हाम्रै नानगढ 24 कोटीको हो के। र यो भिडियो चाहिँ अहिले चाहिँ सानो गैंडाको टाउको राखिएको छ चारतिर र चारतिरबाट चाहिँ पानी फाल्ने र सानो फुलबारी जस्तो बनाएर एउटा आकर्षक बनाइएको छ हैन। तर यहाँ के थियो त भन्दाखेरि जब 62-63 भन्दा जुन जनआन्दोलन भन्दा चाहिँ अगाडि चाहिँ यहाँ चाहिँ राजा महेन्द्रको चाहिँ शालिग थियो के। त हातमा दण्ड लिएको हैन। त्यो राजा महेन्द्रको शालिग थियो। आजको समयमा हेर्ने हैन यदि कोही पनि व्यक्तिले त्यो के हो भनेर सोध्दैन के। त्यहाँ चाहिँ गैंडाको टाउको रहेछ अनि एउटा फुलबारी रहेछ, राम्रो सजाएको रहेछ चोकलाई भन्ने देखिन्छ भने कुनै समय त्यहाँ चाहिँ राजा महेन्द्रको शालिग हुँदाखेरि मान्लियो कि यदि कुनै एउटा चाहिँ विदेशी आयो, पर्यटक आयो र उले चाहिँ के गर्यो त भन्दाखेरि घुम्दै जाँदाखेरि त्यहाँ पुग्यो र त्यहाँ पुग्दाखेरि उले प्रश्न गर्छ कि त्यो कसको चाहिँ शालिग हो के हैन। अब गैंडा देखेर त्यो के हो त भन्दैन पक्कै पनि, गैंडा नदेखेको त कोही पनि हुँदैन। त्यो शालिग देखेपछि यो के हो भनेर सोध लाग्यो र त्यो सोध्ने समयमा चाहिँ उसँग भएको गाइडले अथवा चाहिँ कोही पनि व्यक्तिले चाहिँ उलाई चाहिँ त्यसको विषयमा भन्दाखेरि कसरी भन्थ्यो होला। उहाँ चाहिँ हाम्रो चाहिँ राजा महेन्द्र हैन। उहाँले चाहिँ यति सालदेखि यति सालसम्म शासन गर्नुभएको हैन। यो शासन बीचमा चाहिँ उहाँले गर्नुभएको चाहिँ जति पनि विकासका कामहरू, आयोजनाहरू अनि उहाँले बनाउनु भएको व्यवस्थाको विषयमा हैन, यो विषयमा चाहिँ कस्तो मज्जाले व्याख्या गर्थ्यो होला के। अझै उहाँको चाहिँ पुर्खाको विषयमा भन्दाखेरि हैन, राजाहरूको विषयमा भन्दाखेरि, पृथ्वीनारायण शाहको विषयमा भन्दाखेरि, एकीकरणको विषयमा चाहिँ भन्दाखेरि, हाम्रो राष्ट्रपिताको विषयमा भन्दाखेरि कस्तो सान हुन्थ्यो होला कि त्यो भन्ने मान्छेलाई। अथवा चाहिँ उसले त्यहाँबाट चाहिँ जब त्यो शालिग देख्छ फर्किँदै गर्दा उसले केही नयाँ कुरा चाहिँ देशको चाहिँ इतिहास बोकेर जान्थ्यो होला अनि त्यसपछि आफ्नो देशमा गएर सुनाउँथ्यो होला कि। तर आज त्यो छैन क्या। परिवर्तनको नाममा चाहिँ शालिग ढालियो राजाको। आज चाहिँ सानो एउटा चाहिँ यसो हेर्दा चाहिँ ओहो बनाएछ है भने जस्तो एउटा चोक बनाएको छ र त्यहाँ चाहिँ शालिग मात्रै हैन इतिहास ढालियो के हैन। हाम्रो चोक चोकमा इतिहास थियो के। चोक चोकमा राजाहरूको शालिग थिए, चोक चोकमा चाहिँ शहीदहरूको शालिग थिए र त्यो हरेक शालिगको पछाडि चाहिँ एउटा इतिहास लुकेको थियो के हाम्रो के। आज त्यो इतिहास सबैलाई गर्वको साथ सुनाउन सकिन्थ्यो के। तर आज त्यही इतिहास ढाले र आज चाहिँ यो देशको चाहिँ बिजोग बनाएर छोडेका छन् के। र अब फेरि समय आएको छ। राजाले बार भन्नुभएको छ हैन, राष्ट्रिय सहमति नत्र देश खाल्डोमा जाँदैछ भनेर भन्नुभएको छ। कतिले बुझे कतिले बुझेन होला, नबुझे पनि बुझ्ने कोसिस गर्नुस् र जतिले बुझ्नु भएको छ अब आफ्नो ठाउँबाट आवाज उठाउनुस् र राजा बिनाको चुनाव चाहिँ अस्वीकार्य नै छ र यसलाई बहिष्कारै गर्नुपर्छ। र जति पनि पार्टीहरू छ, जति पनि दलहरू छ उनीहरूको पनि चाँडै चाहिँ बुद्धि पलाओस् हैन। देश कस्तो थियो, देश कस्तो भयो र अबको निकास भनेको चाहिँ निरोल निवास नै हो कि। त्यही कारणले गर्दा राजालाई चाहिँ मेरो एउटा चाहिँ रिक्वेस्ट हैन, अब चाहिँ देश बचाइदिनुस्, हामीलाई बचाइदिनुस् है र फेरि एउटा इतिहास रचिदिनुस्। जय देश, जय नरेश।